तपाईहरु हेर्दै जानुस् म केही तान्त्रिक विद्याहरू गर्दैछु यहाँबाट हेर्नुस् है तपाईहरुकै मिडियामा क्यामेरामा मेरो हात यस्तो छ हेर्नुस् ह्यान्ड अफ छ हैन तपाईहरुले कुरा गर्दा गर्दै यो ठाउँमा आगो बल्छ यदि रवि सच्चा हो भने हैन यदि रवि छिटै छुट्दैछन् भने आज संसारलाई म के बताउन चाहन्छु भने नि हात खडा गरेर तान्त्रिक विद्याबाट सत्य कति रहेछ आगो कसरी बालिरहेछ र रवि कतिको सत्य रहेछ हैन र रवि कहिले छुट्दो रहेछ भन्ने कुरा अग्निले गर्छ है त तर दर्शकहरूले हेर्नु पर्यो के यति भिडियो हेरेर स्ल्याप गरेर त कहाँबाट होइन जब उनीहरूले पुरा हेर्दैन तपाईँ बुझ्दैनन् यो के हो भनेर तपाईले आज रवि लामिछाने यदि सत्य रहेछन् भने आगो बाल्नुहुन्छ बोल्छ आगो बोल्छ कि यतिकै ह्यान्ड अप गर्छु म कहीँ पनि छुँदिनँ झुटो रहेछ भने बोल्दैन फेरि तेरिका त्यो हेर्दै जानुस् न त हेर्दै जानुस् ओके दर्शक पनि यति बेला शक्तिशाली भीमेश्वर गुरु हुनुहुन्छ उहाँले चाहिँ साँच्चीकै रवि लामिछाने निर्दोष अर्थात् उनी सत्य छन् भनेदेखि आगो बाल्दिन्छु अर्थात् जपेकै भरमा आगो बोल्छ हेर्दै जानु होला भन्नुभएको छ हामीले क्यामेरामा कैद गरिरहेका छौँ तपाईहरु बोल्दै पनि जानुस् म जप्दै पनि जान्छु मैले बोलेर फरक पर्दैन कि म तपाईको प्रत्येक क्वेसनको आन्सर पनि दिन्छु क्यामेरा चाहिँ खिचिराख्नुस् हैन आगोको दृश्य कसरी बोल्छ झिल्का कसरी आउँछ तान्त्रिक विधि कतिको सत्य छ हैन तन्त्र मन्त्र र यन्त्रले यो देश चलेको हो कि हैन भन्ने कुरा तपाईहरुले थाहा पाइहाल्नुहुन्छ है त ल आज हामी चाहिँ साँच्चीकै शक्तिशाली गुरु भीमेश्वर बाबाकोमा आइपुगेका छौँ र उहाँले भन्नुभएको जस्तै तान्त्रिक विधिबाट हेरिरहनु होला तपाईँ हामीले केही पनि अगाडि दिएका छैनौँ उहाँले यति बेला आगो बालिराख्नु भएको छ अर्थात् आगो बोल्ने छ रवि लामिछाने साँच्चीकै सत्य छन् र उनी चाँडै छुट्छन् भने आगो बोल्छ भनिराख्नु भएको छ दर्शक पनि हेर्दै गर्नुहोला सोध्दै जानुस् अरू के कुराहरू हैन आगो बल्ने नबल्ने भन्ने कुरा त यो विधिबाट म जप्दिन्छु अरू अन्य कुराहरू पनि जानकारी दिनुस् हैन किन तपाईहरुको महत्त्वपूर्ण समयलाई खाली आगोमा खेर जानुहुन्छ यो त तान्त्रिक विद्या हो बलिहाल्छ अन्य कुरा पनि गर्दै जाउँ न रवि लामिछानेको हिरासतभित्रको बसाइसँगै उहाँलाई दशहरा ग्रह चाहिँ छ कि छैन उहाँलाई केही दशा ग्रहकै कारणले गर्दाखेरि रविजी छुट्नुहुन्छ नि हिरासतबाट कसरी अस्ति पनि मैले भनेको थिएँ उहाँहरू रविजी नखु जेल आएपछि 31 दिनभित्रमा छुट्नुहुन्छ तर छुटाइयो होइन कस्तो प्रकारले छुटाइयो भने एक दिनलाई छुटाइयो फेरि रवि जानुभयो त्यो नाटकीय हिसाबले प्रत्येकमा यहाँ रविलाई के तपाईँको यति मात्र नभएर अभियोग मात्रै होइन रविको विरुद्धमा तान्त्रिकहरू पनि तन्त्र मन्त्रहरू पनि छ र उसको ग्रह पनि छ उच्च गरिराखेको छ तर अब रविले न्याय पाउनेवाला छ रवि अब छुट्नेवाला छ यो संसारमा कसैको पनि तन्त्र मन्त्र र विधिले अब रविलाई छुनेवाला छैन रवि छुट्नेवाला छ किनभने यो मैले ध्यान जप तपस्या गरेर हेरिसकेको छु जति पनि उहाँलाई सङ्कट पारियो उहाँमाथि अत्याचार गरियो उहाँलाई विभिन्न आरोपहरू लगाइयो झुटो आरोपमा लगाएर जेल हालियो जसले ऋणै लिएको छैन बाबा जसले कुनै उसमा हस्तक्षेपै गरेको छैन त्यस्तो मान्छेलाई सहकारी ठगी भनेर जुन सहकारीमा म प्रवेशै गरेको छुइनँ हेर्नुहोस् है तपाईँको दोकानमा म प्रवेशै गरेको छुइनँ मानिलिउँ तपाईँको पसल छ होइन तपाईँको पसलमा म प्रवेशै गरेको छुइनँ भने तपाईँको पसलबाट मैले कसरी चोर्न सक्छु